हेलो फ्रेंड्स, फेसबुकले हिजो मात्रै नयाँ अपडेट उठा गरेको छ। जति पुरानो टुलहरू थियो पहिलाको, जति साथीहरुमा फेसबुकमा कन्टेन्ट मोनेटाइजेसन टुलहरू शो गरिरहेको थिएन, यदि पुराना टुलहरू बोनसहरू अनि पहिला मोनेटाइज भएको पेजहरू इन स्ट्रिम एड्स अन रिल्स अनि यस्तो टुलहरू पहिलाको थियो अनि मोनेटाइजेसन ब्लक भइसकेको थियो। यो सबले फेसबुकले हिजोदेखि सबै यो टुलहरूलाई चेन्ज गरेर जुन यो नयाँ टुल अहिलेको छ, सेटअप, पेज सेटअप, सब्सक्रिप्सन सेटअप अनि यो कन्टेन्ट मोनेटाइजेसन टुलको यो सबै पेजमा अहिले शो भइरहेछ। तपाईहरुको भएको छ भने चेक गर्नु होला, भएको छैन भने तपाई एकचोटी गएर प्ले स्टोरमा तपाईहरु आफ्नो फेसबुकलाई एकचोटी अपडेट गर्नु होला अनि अपडेट गरिसकेपछि तपाईहरु चेक गर्नु होला, किनकि फेसबुकलाई पहिलाको इन स्ट्रिम एड्स अन रिल्स पहिला थियो। यो सबै सिस्टमहरु फेसबुकले चेन्ज गरेर अहिले नयाँ कन्टेन्ट मोनेटाइजेसन टुल शो गरिरहेछ। यो अपडेट पहिला नै आएको थियो, तर अहिलेसम्म फेसबुकले धेरै साथीहरुलाई दिनुभएको थियो, अब धेरै साथीहरुले दिनुभएको थिएन। अब त्यसपछि यो अपडेट आइसकेपछि सबै साथीहरुले पाइसक्नु भएको छ अनि धेरै जनाको कन्टेन्ट मोनेटाइजेसन टुल ग्याप पनि भएको थियो। अब ग्याप भएको केसमा पनि अब धेरै साथीहरुले भन्नु मेरोमा शो गरिरहेको छैन, मोनेटाइजेसन नयाँ अवेलेबल भए पनि त्यो शो गरिरहेको थिएन। कन्टेन्ट मोनेटाइजेसन टुल इन्भाइट ओन्लीमा पनि शो गरिरहेको थिएन। अब फेसबुकले अपडेट गरिसकेको छ, तपाईहरु गएर एकचोटी आफ्नो चेक गर्नु होला कि कन्टेन्ट मोनेटाइजेसन टुल पाउनु भएको छ कि छैन।